च्यानल होइन। आज चाहिँ हामी घुम्नु गएको थियौँ यहाँ आदिवासी भएको होइन। अचानक बनाएको अनि यस्तो ब्लग बनाउने आदत छैन होइन। अनि चाहिँ आधी बाटो पुग्दा पुग्दै ब्लग बनाएको। आज चाहिँ हामी घुम्नु जाँदै थियौँ चारधाम होइन। यो चाहिँ बाटोमा हामी जाँदै गरेको भिडियो अनि पूजना ह्याप्पी भेना अनि प्रेरणा अनि भाइ गएको थियो होइन। नाम्चीबाट चाहिँ हामी रिजर्भ गरेर लगिकन गएको थियौँ। अनि यो चाहिँ हो बाइचुङ स्टेडियम कालो गयो भिडियो यो। यो बाइचुङ स्टेडियम चाहिँ अहिले चाहिँ यहाँ नाम्चीमा चाहिँ दामी बनाएको छ होइन। फुटबलहरू खेल्ने जग्गा चाहिँ हो। अनिदेखि चाहिँ हामी जाँदै थियौँ। कस्तो दामी दामी बाटोमा कस्तो दामी दामी भ्यूहरू देख्छ। यहाँ चाहिँ सुकुन मिल्छ सुकुन गाइस। हाम्रो यहाँनिर सिक्किमको यो चारधाममा चाहिँ हो। अनि दिदी बहिनी चाहिँ बात मार्दै होइन भिडियो बनाउँदै चाहिँ चारधाम पनि देख्दै थियो होइन। मलाई चाहिँ चारधाम गयो भने चाहिँ सुकुन लाग्छ पुरा। पिस खालको शान्ति अवस्था खालको लाग्छ चारधाम चाहिँ। मजा आउँछ त्यहाँ गयो भने चाहिँ त्यहाँदेखि हामी टक्कै पुग्यौँ हो। त्यहाँदेखि कस्तो दामी घाम पनि लागेको थियो। वेदर पनि दामी भइरहेको थियो हो गाइस। अन्त गएँ मजाले हो। मजा आयो घुम्नु। हामी इन्ट्री पनि भयौँ। इन्ट्री हुँदाखेरि चाहिँ यस्तो दामी सफा छ होइन। यहाँ चाहिँ फोटो क्लिक गर्दैछ यहाँ चाहिँ पापा। यस्तो छ चारधाम चाहिँ। यसमा आई कार्ड चाहिँ नछोड्नु ल। यसमा आई कार्ड मम्मा बिस्तारै हिँड्दै गर्छ। ओ जुम पेन यस्तो छ। अलिक माथि चढ्नु यता हेर्नु। चाहिँ पूजाजनहरू पूजा गर्नुहुँदैछ हो यहाँभित्र चाहिँ। हामी चाहिँ गाइस फोटो खिचिसक्यो हो। नानाहरूले पूजा पनि गरिसक्नुभयो। यहाँ हेर्नु भएन हेलो भनिदिनु। हेलो हाम्रो ब्युटिफुल गर्ल। यहाँनिर चाहिँ नानाहरूले त्यो यो धागो बाँधेर चाहिँ कुनै के पुरा हुन्छ अरे अनि बाँध्नु हुँदै थियो। अनि चाहिँ हामी चाहिँ अब यस्तो जिस्किँदै यस्तो गयो उता उता फोटोहरू खिच्नु लागि होइन गाइस। पुरा मजाले घाम लागिरहेको थियो। दामी वेदर भइरहेको थियो आज चाहिँ गाइस। अनि त्यहाँदेखि चाहिँ हामी फर्किनु पनि लाग्यो होइन। हामीले एक दुईवटा फोटोहरू पनि खिचेको थियो ड्रेसहरू लगाएर। तर त्यो चाहिँ लास्टमा म देखाउँछु होइन गाइस। यो चाहिँ हामी फर्किँदै गरेको। त्यहाँदेखि चाहिँ भोक पनि पुरा लागिरहेको थियो होइन। त्यहाँ छिटो फर्क्यौँ बजारतिर। अनि बजारमा आयो बजार आइपुगिसकेर पनि त्यहाँदेखि खाजा खानु लाग्यो। खाजा खाएर अर्डर गरिरहेको थियो। वेटिङ गरिरहेको थियो। हामी चाहिँ वेटिङमा थियौँ होइन। हेर्नु सक्नुहुन्छ सेन्टर पार्कको भ्यू। अनि हामीले चाहिँ खाइसकेर चाहिँ भिडियो गरी पठाएँ। ल्याउँदाखेरि चाहिँ बिर्सी पठाएछु भिडियो गर्नु होइन। अब
म त कहिले भिडियो त्यस्तो बनाउँदिनँ, बिर्सी पठाइहालेँ। त्यहाँदेखि चाहिँ हामी घर पनि फर्क्यौँ हो। अनि बाई बाई गाइस, सी यू इन नेक्स्ट भिडियो। यो भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला।